नमस्कार, कान्तिपुर समाचारमा यहाँहरूलाई पुनः स्वागत छ। गैर आवासीय नेपालीहरूको विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय समितिहरू अहिले नेतृत्व चयनको क्रममा छन्। फरक फरक देशमा रहेका गैर आवासीयहरूले त्यहाँका मौलिक अवसरबाट फाइदा उठाउने र समस्या समाधानमा केन्द्रित हुन नयाँ नेतृत्वले राष्ट्रिय समितिहरूलाई मजबुत बनाउने नारा दिएका छन्। यसबाहेक नेपाल र सम्बन्धित देशसँगको व्यापार बढाउने तथा नेपालमा लगानी भित्राउन विभिन्न पहल गर्ने सम्मका कामहरू गैर आवासीयहरूका स्थानीय एजेन्डा हुन्। यसै प्रसङ्गमा आज हामी गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समिति अमेरिकामा आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार खगेन्द्र जीसीसँग कुराकानी गर्छौँ। स्वागत छ यहाँलाई। थ्याङ्क यू, नमस्कार। हो, भर्खरै स्थापित हुन लागेका हिसाबले नेपालीहरूका साझा एजेन्डाहरू छन् विदेशमा, जहाँ छन् त्यहाँ उनीहरूका एउटा स्थानीय स्तरमा स्थापित हुने, लगानी बढाउने या अरू आपसी एजेन्डाहरू। तपाईहरु जुन अहिले अमेरिकामा नेतृत्व चयनको क्रममा हुनुहुन्छ, त्यसमा तपाईहरुका आफ्ना साझा एजेन्डाहरू के हुन्? अब के छ भने हामीहरू अमेरिकामा यो एनआरएन युएसए को चाहिँ अहिले चुनावको चाहिँ टाइम भएको छ। जुनको चाहिँ 4 देखि 9 सम्मको बिचमा चाहिँ इलेक्ट्रोनिक भोटिङबाट चाहिँ त्यहाँ बसेका चाहिँ नेपालीहरूले चाहिँ एनआरएनहरूले चाहिँ भोट हालेर अहिले चाहिँ प्रेसिडेन्टको उम्मेदवारदेखि लिएर अरू विभिन्न किसिमका पोजिसनहरूमा चाहिँ इलेक्सन भइरहेको छ। र यसमा चाहिँ के भने मेरो उम्मेदवारी प्रेसिडेन्टको उम्मेदवारी हो र यसमा चाहिँ मैले विशेष गरेर दुईटा पक्ष ल्याएको छु। एउटा त के भन्दाखेरि चाहिँ नेपालमा भएका समस्यालाई चाहिँ एनआरएनहरूले कसरी हेल्प गर्ने भन्ने एउटा पक्ष छ र अर्को पक्ष के छ भन्दाखेरि चाहिँ अमेरिकामा बसेका एनआरएन साथीहरूले चाहिँ अमेरिकामा कस्तो किसिमको कुराहरू गरेको खण्डमा उनीहरूलाई आफूलाई फाइदा हुन्छ र हाम्रा समस्याहरू के हुन् त्यसलाई कसरी चाहिँ के भने हामीले चाहिँ एकजुट भएर चाहिँ त्यसलाई चाहिँ सल्भ गर्न सकिन्छ भन्ने कुराहरू छन्। र नम्बर 1 अहिलेको सर्ट टर्म एजेन्डामा तर यसमा जस्तो जहाँ निर्वाचन हुन्छ त्यहाँ चाहिँ गैर आवासीय होस् या स्थानीय स्तरमा अलि बढी आफ्ना साझा एजेन्डाहरूलाई भन्दा पनि अलि बढी राजनीतिकरण गर्ने, अलि समुदायमा अलि बढी तिक्तता आउने त्यस्ता समस्याहरू पनि देखिएका छन्। त्यो अन्तर्राष्ट्रिय स्तरमा होस् अथवा स्थानीय स्तरमा, त्यसलाई कम गर्दै बढी आपसी सद्भाव वा आपसी समस्याका विषयलाई तपाईले कसरी समाधान गर्ने भनेर अगाडि बढिराख्नु भएको छ? अब एनआरएन चाहिँ नन पोलिटिकल अर्गनाइजेसन हो, नन प्रफिट अर्गनाइजेसन हो। त्यसले गर्दा हामीले पोलिटिकल चाहिँ टोन चाहिँ यसमा ल्याउनु हुँदैन। वाट एभर ब्याकग्राउन्ड चाहिँ क्यान्डिडेटको भए तापनि यसमा आएर काम गर्दाखेरि चाहिँ नन पोलिटिकल रूपमा सबैलाई फाइदा हुने र सबैलाई चाहिँ इन्क्लुसिभ किसिमले लिएर जानुपर्छ भन्ने हो। र यसलाई चाहिँ के भने अझ सशक्त रूपमा लानको लागि अहिलेको एनआरएनलाईमा चेन्ज ल्याउनको लागि मैले मेरो क्यान्डिडेसी दिएको छु। र यसमा चाहिँ के छ भने मुख्य दुईटा कुराहरू मैले चाहिँ हेरिराखेको छु। यसमा एउटा चाहिँ के भन्दाखेरि चाहिँ अहिले आउने चाहिँ के भने नयाँ संविधानमा एकचोटिको नेपाली सधैँको नेपाली भन्ने चाहिँ जुन एउटा उच्च त्यसलाई चाहिँ के भने प्रावधानलाई चाहिँ त्यहाँ संविधानमा इन्क्लुड गराउनुपर्छ भन्ने मेरो एउटा पहल गर्ने एउटा चाहिँ विचार छ। त्यसको अर्थ यो होइन कि दोहोरो नागरिकता होइन। यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ एकचोटिको नेपालीलाई आफ्नो नागरिकतालाई निरन्तरता दिने भन्ने कुराको चाहिँ पहल गर्ने एउटा कुरा त्यो छ। र अर्को कुरा के छ भन्दाखेरि अहिले सर्ट टर्म गोलमा चाहिँ अमेरिकामा अहिले चाहिँ 2,50,000 झन्डै 250,000 नेपालीहरूको चाहिँ बसोबास भएको हाम्रो अनुमान छ। र त्यति नेपालीहरूको चाहिँ अहिले के छ भन्दाखेरि चाहिँ डुअल ट्याक्सेसनको चाहिँ के भने प्रब्लम आइराखेको छ। त्यो किन भन्दाखेरि नेपाल गभर्मेन्टले अमेरिकन गभर्मेन्टसँग चाहिँ ट्रिटी नगरेको कारणले र त्यो ट्रिटी नगरेको कारणले गर्दाखेरि चाहिँ नेपालमा भएको सम्पत्तिहरू अहिले अमेरिकामा डिस्क्लोज गर्नुपर्ने र चाहिँ नेपालमा भएको चाहिँ इन्कम पनि अमेरिकामा ट्याक्स लाग्ने भन्दाखेरि चाहिँ के भने यहाँ पनि ट्याक्स तिर्न पर्ने भयो, त्यसपछि फेरि अमेरिकामा पनि ट्याक्स तिर्नु पर्ने भयो। त्यो भएको कारण के भने अमेरिकाले चाहिँ अहिले अफर गरिराखेको छ, 30वटा कन्ट्रीले सही गरिसके र यो चाहिँ नेपालले चाहिँ के जुलाई 1 सम्म गरिदिएन भने चाहिँ यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सबै अमेरिकामा बस्ने नेपालीहरू चाहिँ त्यो लको चाहिँ के भन्दाखेरि चाहिँ दायराभित्र पर्छन्। त्यसले गर्दाखेरि चाहिँ मैले अहिले चाहिँ के भने प्राइम मिनिस्टरसँग अहिले अर्थमन्त्रीहरूसँग सबैसँग मैले चाहिँ पदाधिकारीहरूसँग चाहिँ यो कुरा राखेको छु मैले अहिले चाहिँ। हो, जस्तो नागरिकताको कुरा चाहिँ अलिक ग्लोबल एजेन्डा भयो, तपाईले पनि कुरा भनिहाल्नु भयो, दोहोरो करको कुरा जहाँ त्यो सम्झौताको कुरा छ। नेपालले पनि अगाडिदेखि पहल भइरहेको थियो, कतिपय केसमा यहाँको राजनीतिक सङ्क्रमणले काम गरेको थियो। तर अब चाहिँ यहाँको राजनीतिक सङ्क्रमण त एक हिसाबले अलि स्थिर भइसकेको छ होइन, बहुमतको सरकार या संविधान सभाले राम्रोसँग अहिले फङ्सन गरिरहेछ। त्यो अवस्थामा अमेरिकासँग गर्नुपर्ने जुन सम्झौता हो दोहोरो कर छुट सम्बन्धी सम्झौता, त्यो चाहिँ जुलाईसम्म गरिदिनुपर्छ भन्ने तपाईँको त्यहाँबाट दबाब हो यहाँ चाहिँ? त्यो दबाब हो र अब एज ए क्यान्डिडेटको रूपमा पनि हामीले चाहिँ किन यसलाई पहल गर्छौँ र
पछि चाहिँ के भने चुनाव भएर आइसकेपछि पनि हामीले चाहिँ यसलाई कन्टिन्यू गरेर हामीले जसरी भए पनि चाहिँ के भने यो जुन प्रब्लम छ यसबाट चाहिँ हामीले चाहिँ अहिले चाहिँ मुक्ति पाउनुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ एनआरएनहरूको चाहिँ भनाइ छ र यसमा चाहिँ के भने नेपाल गभर्मेन्टले नेपाल सरकारले सम्पूर्ण पदाधिकारीहरूले चाहिँ यसलाई एकदम पोजिटिभ तरिकाले हेर्नु भएको छ र होपफुल्ली के भन्दाखेरि चाहिँ जुलाईसम्ममा हामीले चाहिँ केही न केही किसिमको चाहिँ रिजल्ट पाउनुपर्छ भन्ने हाम्रो यसपालि जस्तो तपाईँले यही कुरालाई काठमाडौँमा भनिहाल्नु भयो अर्थमन्त्रीसँग या अरू सरकारी अधिकारीहरूसँग कुरा गर्नुभयो उहाँको भनाइ के थियो के उहाँहरूले जुलाईसम्म केही गरेर देखाउनुहुन्छ अब अहिले चाहिँ मैले सुन्नमा आएको उहाँहरूले के भन्नुभएको छ भने जुलाईसम्ममा हामीले चाहिँ जुन किसिमको एउटा अब त्यो सिचुएसनमा प्रब्लम छ त्यसलाई सल्भ गर्ने हामीले र टिटीलाई चाहिँ के भने हामीले त्यो सम्झौता गर्ने चाहिँ हामीले प्रयास गर्छौँ भन्ने आश्वासन दिनुभएको छ र अर्को सम्झौताको कुरा पनि थियो जुन अमेरिकासँग द्विपक्षीय व्यापार सम्बन्धी त्यसमा पनि तपाईँहरूले केही कुरा उठाउनु भएको छ त्यसबारेमा पनि हामीले कुरा गरेका छौँ यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अमेरिकामा चाहिँ के छ भने सर्टेन कन्ट्रिजहरूलाई चाहिँ के भने सर्टेन ट्याक्स ड्युटी फ्री किसिमको चाहिँ के भने प्रिभिलेज दिएर तिनीहरूलाई चाहिँ के भने बाहिरको सामानहरू चाहिँ अमेरिकामा चाहिँ इम्पोर्ट गराउने खालको प्रावधान छ त्यसमा चाहिँ बङ्गलादेशदेखि लिएर सर्टेन अफ्रिकन कन्ट्रिजहरूमा तपाईँको त्यो अहिले भइराखेको छ नेपालले पहल गरेको खण्डमा नेपालमा तयारी भएका वस्तुहरू ह्यान्डिक्राफ्ट होइन गार्मेन्ट्सको कुराहरू यी सम्पूर्ण चिजहरूमा चाहिँ के भन्दाखेरि प्रेफरेन्सियल ट्रिटमेन्ट पायो भने चाहिँ यिनीहरूको व्यवसाय चाहिँ अमेरिकामा एकदमसित डबल अथवा कति गुणा बढी हुन्छ त्यो हुने सम्भावना छ त्यसको लागि पनि हामीले पहल गर्ने निकै वर्षदेखि कुरा भएको जस्तो योभन्दा पहिला डाक्टर शङ्कर शर्मा त्यहाँ एम्बेसडर हुँदा पनि उहाँले पनि निकै कुरा उठाउनु भयो तर खालि कुरा उठ्दै जाने त्यसमा काम चाहिँ परिणाममा नदेखिने भइरहेछ जस्तो टिफाकै कुरा भयो या दोहोरो करकै कुरामा त्यसमा तपाईँले यहाँ दिने दबाब चाहिँ अलिक पुगेन कि जस्तो देखिन्छ एक्चुअली त्यो चाहिँ के भन्दाखेरि एनआरएन युएसए चाहिँ के भन्दाखेरि मोस्ट पार्टमा अलिक इनइफेक्टिभ भएर बसेको थियो अहिलेसम्म र अहिले चाहिँ के भन्दाखेरि चाहिँ के भने हामीहरूको चाहिँ विचार के छ भन्दाखेरि यसलाई मोर इफेक्टिभ गराएर मोर इन्क्लुसिभ गराएर यस्ता खालका एजेन्डाहरू जो चाहिँ के भने पाइपलाइनमा छन् तर चाहिँ तिनीहरूमा चाहिँ कुनै एक्सन भइराखेको छैन त्यसलाई चाहिँ हामीले चाहिँ टिपेर त्यसलाई चाहिँ कसरी पुस गर्ने भन्ने विषयमा अहिले मैले त्यो कुराहरूको बारेमा पनि छलफल गरेको छु र गभर्मेन्टको पदाधिकारीहरू अफिसियलहरू र अरू चाहिँ मन्त्रीजीहरू पनि उहाँहरू एकदम पोजिटिभ हुनुहुन्छ हामीले के गर्नुपर्छ हामी गर्छौँ तर तपाईँहरूले हामीलाई चाहिँ के भने यसको एजेन्डा र कसरी लाने भन्ने विषयमा अलिकति पहल गरिदिनुहोस् भन्नुभएको छ हामी चाहिँ के भने अब के गर्छौँ भने एकदम त्यसमा चाहिँ लागेर उहाँहरूलाई सहयोग गरेर जसरी भए पनि यसलाई चाहिँ अगाडि बढाउने हाम्रो उस छ अब डाक्टर शङ्कर शर्माजीले गर्नुभयो मेरो पनि उहाँसँग सहकार्य गर्ने कुराहरू चाहिँ बिचबिचमा भइराखेको थियो उहाँहरूले पनि प्रयास गर्नुभएको अमेरिकामा चाहिँ के भने कङ्ग्रेसमा पनि यो नेपाल ककस भन्ने कुरा उहाँले सेटअप गरेर छोड्नु हो तर फलोअप गर्ने चाहिँ सिस्टम मिलेन अब हामीले के गर्दैछौँ भन्दाखेरि चाहिँ एनआरएन भएर चाहिँ त्यो ककसलाई चाहिँ नेपालप्रति कसरी चाहिँ के भने नेपालमुखी बनाउने कसरी नेपाललाई चाहिँ के भन्दाखेरि फरेन एड अथवा चाहिँ त्यस्तो खालको अरू चाहिँ सुविधाहरू चाहिँ कसरी प्राप्त गराउने कङ्ग्रेसको थ्रु भन्ने किसिमको कुराहरू पनि हामीले सहयोग गर्न चाहन्छौँ तर तपाईँहरू चाहिँ अगाडि जाने कुरा गर्नुभएको छ तर भर्खरै केही समय अगाडि न्युयोर्क स्थित न्युयोर्क बन्द भएको छ नेपालीहरूको सङ्ख्या बढेको छ तपाईँहरूका मुद्दाहरू एकपछि अर्को वर्षौँदेखि त्यसैमा अल्झिरहेछौँ अब यसमा परिणाम त अलि उल्टो उल्टो पनि देखिरहेछ अब न्युयोर्कमा चाहिँ न्युयोर्क बन्द भएको कारण के थियो भने फुल टाइम इम्प्लोइ चाहिँ त्यहाँ नभएर पार्ट टाइम चाहिँ के भने युएनको काम गर्ने पार्ट टाइम चाहिँ के भने काम चाहिँ यतापट्टि चाहिँ कन्सुलरको गर्ने त्यसले गर्दाखेरि चाहिँ युएस डिपार्टमेन्टले चाहिँ के भने अब्जेक्सन गर्यो भन्ने आधारमा चाहिँ त्यो भएको थियो र त्यहाँका नेपालीहरू र सम्पूर्ण अर्गनाइजेसनहरू इन्क्लुडिङ माइसेल्फ र अरू अर्गनाइजेसनहरूले पनि चाहिँ सहयोग कार्य गरेर अहिले चाहिँ के भन्दाखेरि चाहिँ प्राइम मिनिस्टरज्यूले चाहिँ ल त्यो कन्टिन्यू गर्नुपर्छ भनेर अहिले एउटा चाहिँ के भने स्पेसल्ली त्यहाँको चाहिँ कन्सुलेट चलाउनको लागि एकजना व्यक्तिको नियुक्ति भएको भनेर अहिले चाहिँ के भने ऊ भएको छ त्यसले गर्दाखेरि चाहिँ कन्सुलर अफिस चाहिँ फेरि रिओपन भएर कन्टिन्यू हुने चाहिँ कुरा भइरहेछ अहिले हो हामीले जति पनि कुरा गरे यसमा नेपालीहरूको स्थानीय स्तरमा लगानी बढाउने या उनीहरूलाई अरू मुद्दाहरूमा सहयोग गर्ने एउटा कुरा अर्को जुन इन्भेस्टमेन्टको कुरा पनि छ गैर आवासीयहरूसँग वर्षौँसँग जोडिएको छ तर जुन हिसाबको फ्लो अफ इन्भेस्टमेन्ट हो त्यो चाहिँ त्यति अगाडि बढिरहेको छैन एउटा अड्किएको स्थिति छ अमेरिकाको केसमा चाहिँ तपाईँहरूले यसमा किन त्यस्तो देखिरहेछ तपाईँले के गर्नुहुन्छ अब यसमा के छ भन्दाखेरि चाहिँ हामीहरूले दुईवटा तरिकाबाट हेरिरहेको छ एउटा त के छ भन्दाखेरि चाहिँ अमेरिकामा बस्ने नेपालीले नेपालमा चाहिँ के भने खास केही गरेनन् भन्ने खालको चाहिँ एउटा चाहिँ सेन्टिमेन्टल फिलिङ पनि छ र अर्को कुरा के छ भने अमेरिकामा बस्ने नेपाली नेपालमा गर्न नचाहेको पनि होइन र यसले गर्दाखेरि कसरी गर्ने भन्ने विषयमा चाहिँ के छ भन्दाखेरि यहाँ ब्युरोक्रेटिक सिचुएसनहरू छन् अमेरिकामा के छ भन्दाखेरि चाहिँ अब यो फरेन चाहिँ कन्ट्रीमा गएर इन्भेस्ट गर्दाखेरि अमेरिकन लको चाहिँ सब्जेक्ट हुने कुनै कम्पनीहरू उनीहरूले चाहिँ के भने यहाँ आउँदा कुनै किसिमको अब ब्राइबेरी जस्तो करप्सन जस्तो केसहरूमा इन्भल्भ भयो भने चाहिँ अमेरिकाको लले चाहिँ के भन्दाखेरि त्यसलाई चाहिँ
स्याङ्सन गर्ने हुनाले अब त्यसमा केयरफुल हुनुपर्छ। अर्को चाहिँ के भने नेपालमा चाहिँ के भन्दाखेरि इन्भेस्टमेन्ट ल्याउँदाखेरि चाहिँ बाहिरबाट यहाँको चाहिँ के भन्दाखेरि अब यो डुअल ट्याक्सेसनको कुराहरू आउँछ, त्यो पनि क्लियर भएको छैन। अर्को कुरा के भने यहाँ चाहिँ के भने कुनै कम्पनी रेजिस्टर गर्न आयो भने पनि तपाईँको धेरै समय लगाइदिने, अनि चाहिँ के भने अनेक किसिमको चाहिँ के भने ढिला सुस्ती गर्दाखेरि चाहिँ के भने त्यो इन्करेजिङ नभएको जस्तो देखिन्छ। यसमा चाहिँ तपाईँले जस्तो 1 वर्ष जस्तो अगाडि तपाईँले नेपालमा एउटा अमेरिकाबाट जसले इन्भेस्टमेन्ट गर्न आउँछ यहाँबाट जो त्यहाँ जान्छ उनीहरूका लागि सहायताका लागि या सेवा भनौँ एउटा एज ए बिजनेसको हिसाबले पनि नेपालमा शाखा पनि खोल्नुभयो। तपाईँहरूमा कति मान्छे आयो त्यो कानुनी सहायता या सेवा लिन तपाईँलाई नेपालमा जसले म लगानी गर्छु भनेर? अब हाम्रो 1 वर्ष जस्तो भइसक्यो यहाँ अफिस खोलेको, र हामीले चाहिँ के गर्न लाग्छौँ भने फरेन कन्ट्रीबाट जस्तो चाहिँ अमेरिकाबाट अरू ठाउँबाट चाहिँ अहिले चाहिँ हाइड्रोमा इन्भेस्टमेन्ट सम्बन्धी गर्ने खालका चाहिँ मान्छेहरूलाई चाहिँ हामीले चाहिँ यहाँ धेरैचोटि ल्याइसक्यौँ। तर के छ भन्दाखेरि चाहिँ त्यो कुराहरू सक्सेसफुल हुन सकिरहेको छैन, किनभने यहाँ आएपछि चाहिँ के भने यहाँको चाहिँ माहौलले गर्दाखेरि चाहिँ के भने त्यो विदेशीहरूको चाहिँ अलिक डिसएपोइन्टमेन्ट देखिरहेको छ। त्यसले गर्दा अब यसलाई चाहिँ कसरी करेक्ट गर्ने भन्ने विषयमा हामी गरिरहेछौँ, र हामीहरूले चाहिँ ठुल्ठुला प्रोजेक्टहरू ल्याउने कोसिस पनि गरिराखेको छौँ। र अब चाहिँ के भने अलिकति टाइम लाग्छ, तर के भने अब गभर्मेन्टले चाहिँ अझ मोर पोजिटिभ रोल खेलेर चाहिँ अब यो हामीलाई चाहिँ भएको यहाँ नेपालमा चाहिँ यो बिजुली सम्बन्धी कुराहरू, हाइड्रोको चाहिँ इन्भेस्टमेन्ट कुराहरू यसमा अलिकति चाहिँ के भन्दाखेरि डिफ्रेन्ट एप्रोच लिएर सहज बनाइदिएको खण्डमा डेफिनेटली विल ब्रिङ समथिङ लाइक द्याट। हो, अर्को चाहिँ जहाँ आफ्नो स्थानीय समुदाय बढ्दै जान्छ, स्वदेशी समुदाय बढ्दै जान्छ, त्यहाँ चाहिँ उनीहरूले त्यो देशको सरसामानहरू उपभोग गर्ने क्रम पनि बढ्छ। जस्तो अमेरिकामा नेपाली वस्तुहरूको निर्यात नेपालबाट त्यसले कुनै सिग्निफिकेन्ट प्रोग्रेस छैन। जस्तो केही वर्ष अगाडि जुन हिसाबको कोटा सिस्टममा भए पनि कार्पेट या अरू जान्थ्यो त्यो अमेरिकनका लागि भलै होस्। अब जहाँ नेपालीको समुदाय नै त्यति विस्तार भयो, अब त्यसमा केमा समस्या छ बढी? खालि नेपाली वस्तुहरूलाई आयात गर्ने कुरामा त्यहाँ बसेर? अब त्यहाँ बस्ने कुरामा के छ भने अब अहिले त चाहिँ के भने हरेक चाहिँ के भने सिटीहरूमा चाहिँ नेपालीहरूको समुदाय बढ्या हुनाले अब सानातिना चाहिँ ग्रोसरी स्टोरहरू र नेपालमा चाहिँ पाउने जुन जस्तो डेली युजका सामानहरू चाहिँ अहिले चाहिँ इम्पोर्ट गरेर चाहिँ उ गरिराखेका छन् नेपालीहरूले, तर त लार्ज स्केलमा हुन सकिरहेको छैन। अब त्यसलाई चाहिँ के भन्दाखेरि बिस्तारै चाहिँ एक्सप्यान्ड गर्ने कुराहरूमा चाहिँ नेपालीहरू जस्तो अहिले चाहिँ के भने दे आर मोर बिजनेस ओरिएन्टेडहरू भएर देखिरहेछन् अहिले चाहिँ। अब त्यहाँ गएर जब गर्ने भन्दा पनि आफूले चाहिँ सानोतिनो बिजनेस खोलेर कसरी चाहिँ अगाडि बढ्ने भन्ने किसिमको कुराहरूमा एन्टरप्रेन्योरको चाहिँ के भने कन्सेप्ट लिएर नेपालीहरू अगाडि बढाइदिँदाखेरि मलाई धेरै खुसी लागेको छ। र त्यो के भने इट्स इन्क्रिजिङ डे बाई डे, र त्यसले गर्दाखेरि के छ भन्दाखेरि चाहिँ अबको चाहिँ अर्को 10 इयर्समा चाहिँ के भने धेरै नेपाली बिजनेसहरूले चाहिँ ओनर भएर चाहिँ नेपालीहरूले चाहिँ के भने यसमा धेरै चाहिँ सहयोग पुर्याउँछ। जस्तो त्यहाँको जो नेपाली छ उसले नेपाली वस्तु आयात गर्ने त्यसमा अलि इम्पोर्टमा हेसेल्स हो या यताबाट सामान लैजान नेपालबाट सामान पठाउने जो एक्सपोर्टमा समस्या हो? के कारण हो जसले एउटा खालि कि भर्खरै स्थापित हुन लागेछन्, भर्खरै इन्टरप्राइजिङ भएको हुनाले यो ठिकै हो अहिलेको सिचुएसन? अहिलेको सिचुएसनमा चाहिँ के भने इट्स इन्क्रिजिङ। अब ग्राउन्ड वर्कबाट सुरु हुन्छ र त्यो भइरहेको छ र बिस्तारै इन्क्रिजिङ छ र इट विल कन्टिन्यू। र मैले भन्न खोजेको के छ भन्दाखेरि अब बिगर स्केलमा चाहिँ नेपालको बिजनेसलाई चाहिँ अमेरिकामा प्रमोट गर्ने र यहाँको चाहिँ टुरिज्मलाई अमेरिकामा प्रमोट गर्ने, यहाँको कल्चरलाई चाहिँ बाहिर प्रमोट गर्ने काम चाहिँ नेपालीहरूले गरिराखेका छन् र हामीले गर्ने कन्टिन्यू पनि गर्छौँ। र यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ त्यसको लागि चाहिँ अमेरिकाबाट चाहिँ के भन्दाखेरि पनि त्यहाँको ललाई चाहिँ नेपालको लागि चाहिँ इम्पोर्ट गर्ने फेभरेबल बनाउनुपर्छ भन्ने हाम्रो एनआरएनको चाहिँ के भने मुख्य उद्देश्य छ। र हामीहरू चाहिँ कसरी अगाडि बढ्ने भन्ने विषयमा अब नयाँ चुनाव भइसकेपछि अब नयाँ आउने चाहिँ के भने जुन एउटा कमिटी हुन्छ त्यसले चाहिँ के भने अगाडि काम गर्छ। हो, तपाईँले गैर आवासीय नेपालीको एउटा भूमिका त छ, त्यो सँगसँगै अमेरिकामा झन्डै 30 वर्षदेखि कानुनी रूपमा नेपालीहरू या आप्रवासीका मुद्दाहरूलाई हेर्नु भएको छ, तपाईँलाई त्यो रूपमा बढी चिनिन्छ। नेपालीका आप्रवासी जो छन् उनीहरूका खास मुद्दाहरू जस्तो कतिपय केसमा त अहिले ससाना व्यवहारिक समस्याहरू पनि छन्, जस्तो राजधानी नवीकरणदेखिका कुराहरूमा समस्या छ। अरू त्यसमा गैर आवासीयले कसरी सहयोग गर्न सक्छ? जो तपाईँ नेतृत्वमा पुगिसकेपछि या तपाईँ नपुगे पनि त्यो समितिले के गर्न सक्छ? अब एनआरएनको चाहिँ मुख्य उद्देश्य के छ भन्दाखेरि चाहिँ अमेरिकामा भएका नेपालीहरूलाई अमेरिकाको खण्डमा जस्तो चाहिँ के भने जस्तो यो राजधानी सम्बन्धी कुराहरू र
र त्यहाँ चाहिँ के भन्दाखेरि चाहिँ जस्तो इमर्जेन्सी सिचुएसन परिराखेको हुन्छ। अहिले नेपालीको सङ्ख्या बढ्दाखेरि के छ भने मतलब के भने एटलिस्ट 1 मन्थमा चाहिँ एउटा न एउटा कुनै अमेरिकामा बसेका नेपालीहरूको चाहिँ क्राइसिस भइरहेको हुन्छ। कसैको चाहिँ मृत्यु भइरहेछ, कसै एक्सिडेन्ट भएर कसैको केही भइरहेछ। त्यस्तो खालको सिचुएसनमा चाहिँ हामी आजकल के गर्छौँ भन्दाखेरि इन्डिभिजुअली चाहिँ के भने मान्छेलाई त्यसलाई सहयोग गर्नुहोस् भनेर हामीले चाहिँ त्यस्तो खालको राहत दिने खालको काम गरिरहेछौँ। तर एनआरएन युएसएले अब के गर्नुपर्छ भन्दाखेरि चाहिँ एउटा इमर्जेन्सी कोषको चाहिँ के भने गरेर सम्पूर्ण जो नेपालीलाई दुःख पर्छ, जसलाई मेडिकल सम्बन्धी प्रब्लम छ, कसैको चाहिँ के भने डेथ भएको छ फ्यामिलीमा, उहाँहरूलाई चाहिँ हामीले चाहिँ के भने सहयोग गर्न चाहन्छौँ। अस्ति भर्खर मात्रै चाहिँ रिजुड सोसाइटीमा एउटा फङ्सन भएको थियो। त्यसमा मैले एज ए क्यान्डिडेट चाहिँ के अरू क्यान्डिडेटसँग यसरी कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूलाई च्यालेन्ज गरेर ल तपाईँहरू खालि भाषण मात्रै नगर्नुहोस्, अबदेखि चाहिँ के भने हामीले चाहिँ काम गरौँ, यो चाहिँ इमर्जेन्सी कोषको लागि पैसा उठाउँ भनेर मैले चाहिँ के भन्दाखेरि इनिसिएट गर्दाखेरि चाहिँ त्यही एकैछिनमा हामीले चाहिँ $20,000 चाहिँ के हामीले कलेक्सन गरेका थियौँ र त्यो सुरुवात चाहिँ हामीले गरिसकेका छौँ। तर जस्तो मैले अघि आप्रवासीका मुद्दा भने जस्तो नेपाली अमेरिकामा त धेरै अवैधानिक रूपमा बस्ने पहिलेदेखिको चलन, नेपाली मात्र होइन विश्वभरबाट जो जान्छन् धेरै त्यसरी बस्ने, पछि आफूलाई कानुनी रूप दिने हो। त्यसमा जस्तो नेपालीहरूको केसमा पटक पटक समस्याहरू आउँछ, उनीहरूलाई बढी गैर कानुनी कामहरूमा या कागजपत्रहरूमा उनीहरू बढी संलग्न छन् भनेर त्यस्तो केसहरू पनि आइरहेको छ। त्यसलाई अलि ओभरकम गरेर नेपालीको विश्वसनीयता बढाउन तपाईँले के गर्नुहुन्छ? अब यसमा त के छ भन्दाखेरि हामीले नेपालीहरूको चाहिँ के भने मुद्दाहरू जुन चाहिँ आप्रवासी सम्बन्धी कुराहरू छन् त्यसलाई चाहिँ युएस गभर्मेन्टसँग राखेर, जस्तो अब अहिले चाहिँ के भने अमेरिकामा पनि अहिले चाहिँ के भने नयाँ लको चाहिँ के भने प्रपोजलको लागि चाहिँ धेरै प्रयास भइरहेको छ। यसमा चाहिँ के भने प्रेसिडेन्ट ओबामाले चाहिँ के भने नयाँ ल इमिग्रेसन सम्बन्धी लहरू ल्याउने जुन एउटा भइरहेको छ त्यो अहिले स्टिल इन द पाइपलाइन। र धेरै नेपालीहरू जो चाहिँ अमेरिकामा अहिले विद्यार्थी भएर बसिरहनु भएको छ, जति इलिगल स्टाटस बस्नु भएको छ, उहाँहरूलाई चाहिँ के भन्दाखेरि यस लले चाहिँ फाइदा गर्छ। र त्यो ल पास होस् भन्ने विषयमा चाहिँ एनआरएलले पनि चाहिँ के भने युएस गभर्मेन्टसँग हामीले चाहिँ के भने एज ए नेपालीहरूको तर्फबाट त्यहाँ चाहिँ पहल गर्नुपर्छ भन्ने त्यो हामीहरूको भनाइ छ यसमा। अब त्यो चाहिँ अमेरिकाका विभिन्न स्टेटको फेरि स्टेट वाइज अलग अलग कानुनी सुविधा या अप्ठ्याराहरू छन्। त्यसमा तपाईँहरूले नेपालीहरूलाई सबैतिर समन्वय गर्नुपर्छ। ठुलो देशमा भइसकेपछि यस्ता मुद्दाहरूलाई कसरी हेर्नुहुन्छ? अब यसमा चाहिँ के छ भन्दाखेरि फेडरल ल चाहिँ के भने अल ओभर द युएसए 52 स्टेट्समा एउटै छ। त्यसले गर्दाखेरि चाहिँ के भने एउटा फेडरल लको कन्सेप्ट आयो भने त्यसलाई चाहिँ के भने सबैलाई चाहिँ मतलब कभर गर्ने हुनाले त्यसमा चाहिँ प्रब्लम छैन। तर जहाँसम्म चाहिँ के भने जस्तो अब नेपालीहरूको चाहिँ आजकल समस्या के छ भने अब त्यो धेरै नेपालीहरू जो त्यहाँ बस्नुहुन्छ त्यहाँहरूको मोस्टली चाहिँ कमन चाहिँ के भने डोमेस्टिक भाइलेन्स भएको केसहरूमा र चाहिँ के भन्दाखेरि चाहिँ यो DUI भन्छ, ड्रङ्क भएर ड्राइभ गरेको चाहिँ भन्ने खालको केसहरूमा धेरै पर्या देखिन्छ। त्यो कारण के भन्दाखेरि त्यो कल्चरली त्यो नेपालीहरूले चाहिँ नबुझेर हो। अब के छ भन्दाखेरि यहाँ चाहिँ के भने हाम्रो चाहिँ के डोमेस्टिक भाइलेन्स भने त्यतिको चाहिँ कन्सेप्ट यदि बुझेका छैनन्, त्यहाँ चाहिँ अलिकति सानो कुरा र झगडा भयो भने पनि डोमेस्टिक भाइलेन्स भयो भनेर हस्बेन्ड वाइफको बिचमा चाहिँ के भन्दाखेरि क्रिमिनल केस सुरु भएको धेरै जस्तो खालको देखिन्छ। र त्यो एउटा चाहिँ के भने कल्चरल डिफ्रेन्सको कारणले पनि हो, त्यो बुझ्नुपर्ने आवश्यक देखिन्छ। अब अर्को चाहिँ के छ भन्दाखेरि अब DUI, अब यहाँ पनि DUI को ल इफेक्टिभ छ, तर त्यहाँ पनि चाहिँ के भने अलिकति नेग्लिजेन्स हुने बित्तिकै तपाईँको के छ भन्दाखेरि भर्खरमा हो, त्यो एकदम राम्रो हो। त्यहाँ पनि चाहिँ के त्यहाँ छ, त्यहाँ त यहाँभन्दा पनि त्यहाँ अझ इफेक्टिभ यति छ कि तपाईँको चाहिँ क्रिमिनल केस सुरु गरेर तपाईँको ग्रिन कार्ड होल्डर छ भने ग्रिन कार्ड पनि चाहिँ तपाईँको रिभोक गरेर उसलाई चाहिँ डिपोर्ट समेत पनि गर्न सक्छ। त्यसले गर्दाखेरि के भने सिरियस केसहरू जस्तो अहिले परिरहेको छ नेपालीहरूको केसमा। अर्को मुख्य कुरा चाहिँ तपाईँहरू गैर आवासीयको हिसाबमा अमेरिकामा यस्तो अन्तर्राष्ट्रिय स्तरमा गैर आवासीय नेपालीसँग अमेरिकाको उपस्थिति चाहिँ त्यति बलियो देखिन्न अहिलेको पछिल्लो अवस्थामा आइपुग्दा, जति सुरुमा थियो। त्यसमा चाहिँ तपाईँहरूले ग्लोबल एजेन्डामा पनि त इस्टाब्लिस गर्नुपर्ने छ। तपाईँले बढी स्थानीय मुद्दाहरूलाई मात्रै उठाउनु भएको छ। गैर आवासीयका आफ्नै मुद्दाहरू छन् अलग अलग देशमा। कतिपय देशमा इन्टरप्राइजलाई अलि डेभलप गर्नुपर्ने होला, कतिपयमा अघि तपाईँले भने जस्तो स्थानीय स्तरका समस्यालाई समाधान गरिदिनुपर्ने होला। त्यसमा अमेरिकाको एक्सपर्टिजम चाहिँ कसरी प्रयोग गर्ने? अब के छ भन्दाखेरि यहाँले भनेको कुरा ठिक हो, अमेरिकाको एनआरएन चाहिँ जुन लिडरसिप रोलमा चाहिँ आएको छैन इन्टरनेसनल्ली। त्यसको कारण के छ भन्दाखेरि चाहिँ अमेरिकाको लिडरसिपै चाहिँ तपाईँको चाहिँ अब कन्फ्युजनमा थियो अहिलेसम्म। अहिले मैले क्यान्डिडेसी दिएर अब यसलाई चाहिँ के भने अगाडि एउटा नयाँ डाइरेक्सनमा एउटा चेन्ज ल्याएर चाहिँ यसलाई चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मेरो अहिलेको चाहिँ के भने मुख्य उद्देश्य रहेको छ। र यदि चाहिँ के भने हामीहरूको चाहिँ अहिले इलेक्सन पछि यदि इफ आई एम इलेक्टेड त्यो भएको खण्डमा चाहिँ के भने हामीले डेफिनेटली इन्टरनेसनल अरू चाहिँ के भने एनआरएनहरूको चाहिँ अरू आइसिसीहरूको चाहिँ
मेम्बरहरूसँग हामीले सहकार्य गरेर कसरी चाहिँ हामी चाहिँ के भने अगाडि बढ्ने र नेपालमा चाहिँ के भने कुन कुन किसिमको एक्सपर्टिजहरूको आवश्यकता छ त्यसलाई चाहिँ बुझेर अमेरिकामा भएका चाहिँ सम्पूर्ण नेपाली एक्सपर्टहरूलाई यसलाई चाहिँ पुट टुगेदर गरेर हामीले चाहिँ त्यो सर्भिस अफर गर्ने चाहिँ विचार पनि गरेका छौँ। हो र अन्तिम प्रश्न चाहिँ अमेरिकामा जुन उद्यमशीलता जुन इन्टरप्राइजिङ छ नि, जुन व्यक्तिगत उद्यमशीलता चाहिँ सबभन्दा माथि पुगेको ठाउँ हो त्यो बानी या त्यहाँका अवसरहरूलाई नेपालसम्म ल्याउन तपाईँहरूले के गर्नुहुन्छ? यो चाहिँ अन्तिम प्रश्न हो मेरो। अब त्यसलाई चाहिँ नेपालमा ल्याउनको लागि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ जति जति बिजनेसहरूले ओनरहरू छन् उहाँहरूलाई चाहिँ उहाँहरू एकदम इन्ट्रेस्टेड हुनुहुन्छ। हामीहरू चाहिँ नेपालमा चाहिँ हरेक सेक्टरमा चाहिँ इन्भल्भ हुन चाहन्छौँ। उहाँहरूले जुन लाइनमा त्यहाँ बिजनेस गर्नुभएको छ, जस्तो तपाईँको चाहिँ के भने अब भन्नुहोस्, अब फर इक्जाम्पल कुनै एक्सपोर्ट इम्पोर्टको कुराहरूदेखि लिएर अरू कुराहरूमा सबैमा चाहिँ उहाँहरूले चाहिँ नेपालमा हामीहरू चाहिँ इन्भल्भ हुन चाहन्छौँ भन्ने कुराहरूमा उहाँहरू चाहिँ एकदम कमिटेड हुनुहुन्छ। र हामी चाहिँ त्यो नेपालमा विभिन्न सेक्टरमा चाहिँ के भने अमेरिकामा जुन किसिमले काम गरेका छौँ त्यसलाई चाहिँ एक्सप्यान्ड गर्न खोज्ने उहाँहरूको धेरै विचार छ। र त्यसरी चाहिँ के भने हामी चाहिँ के भने नेपालको इकोनोमीमा हामी चाहिँ के भने डेफिनेटली वी वान्ट टु हेल्प। हस् त, यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। नमस्कार। उहाँ हुनुहुन्थ्यो गैर आवासीय नेपाली सङ्घ अमेरिकामा अध्यक्ष पदका प्रत्याशी खगेन्द्र जोशी। कान्तिपुर समाचार हेर्दै गर्नुहोला। अहिलेलाई यति नै, नमस्कार।